शङ्कर ग्रुपका सञ्चालक चर्चित व्यवसायी शेखर गोल्छालाई बिचौलिया दीपक भट्टसँगको मिलेमतो गरी भ्रष्टाचार गरेको भनी सिआइबीले गिरफ्तार गरेको छ। यी शेखर गोल्छा भनेका तिनै व्यक्ति हुन् जसले चलिरहेको भिरकुटी कागज कारखानामा नजर लगाई इन्डियाबाट पेपर खरिद गरेर कमिसन खानको लागि चलिरहेको कारखानालाई खरिद गरेर त्यो कारखानालाई ब्याङ्कमा धितो राखी लोन निकालेर लोन तिर्दै नतिरिकन ब्याङ्क टाट पल्टाउने यिनै शेखर गोल्छा हुन्। आज सिआइबीले यिनी शेखर गोल्छालाई गिरफ्तार गरिसक्दाखेरि त्यो भिरकुटी कागज कारखानाको लेनदेनको समयमा भएको फाइल पनि यो सरकारले खोल्नुपर्छ र त्यति बेला भिरकुटी कागज कारखानालाई ध्वस्त गराउनको लागि राजनीतिक व्यक्तिहरूको कसको हात छ, को संलग्न छन् र कसको पेटमा कमिसन पुगेको छ, त्यो चलिरहेको भिरकुटी कागज कारखानालाई ध्वस्त बनाउनमा जो जिम्मेवार छन् तिनीहरूलाई पनि कठघरामा ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता छ। जसरी भिरकुटी कागज कारखानामा वर्षेनी कर तिर्ने बेलामा आगो लाग्थ्यो, भिरकुटी कारखाना चलिरहेको बेलामा आसपासका एरियाहरूमा चितवनमा, नवलपरासीमा लगायतका नजिकका जिल्लाहरूमा कति चहल पहल थियो भन्ने कुरा हामी सबैलाई जानकारी भएकै कुरा हो। आज ती देशका धमिराहरूलाई यो बालेन सरकारले सम्पूर्ण फाइलहरू खोली कारवाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। साथीहरूको के विचार छ यस बारेमा कमेन्टमा जानकारी गराउनु होला। हस्, धन्यवाद।